साथीहरू नमस्ते। आज यो डाइनिङ टेबलको कथा सुनाउँछु म तपाईँहरूलाई। यो चाहिँ 4 वर्ष ठ्याक्कै भयो। मेरो छोरीले चाहिँ रहर गरेर त्यति बेला किनेर ल्याएको थियो। अनि त्यसपछि अनि आउन त आयो घरमा, तर परिवार गइहाल्यो। अनि अहिले चाहिँ जम्मा 2 जना यहाँ बाबा बस्ने, यहाँ बाबा बस्नुहुन्छ, यहाँ म बस्छु। अनि यता चाहिँ अब यहाँनिर यो ज्वाइँ, यो छोरी, यो छोरा। अब बुहारी आएको छैन, बुहारी आयो भने यहाँ बुहारीको एउटा राख्नुपर्छ। अनि यही हो हाम्रो त परिवार। अब के गर्ने, यस्तै छ कहानी, यही हो। यति राम्रो डाइनिङ टेबलमा 6 जना परिवार बसौँला खाउँला भनेर डाइनिङ टेबल किनेको यति राम्रो। अब कहिले हुने हो सपना पुरा मेरो। हस्, धन्यवाद।